कल्पना गर्नुहोस् तपाई आकाशतिर हेर्दै हुनुहुन्छ। सयौं चराहरू एउटै दिशामा उडिरहेका छन्। कसैले हटार गरेका छन्, कसैले भिड पछ्याइरहेका छन्। तर अचानक तपाईको नजर एउटा चरामाथि रोकिन्छ। त्यो चरा अरू जस्तो छैन। त्यो भिडसँग उड्दैन, त्यो हल्ला गर्दैन, त्यो कसैसँग प्रतिस्पर्धा गर्दैन। ऊ केवल आफ्नै गति, आफ्नै विश्वास र आफ्नै दिशामा उडिरहेको हुन्छ। त्यो हो चिल। प्रकृतिले चिललाई केवल एउटा चरा बनाएको छैन, उसलाई साहस, धैर्य, आत्मविश्वास र नेतृत्व को जीवित पाठशाला बनाएको छ। हामी मध्ये धेरै मानिसहरू जीवनभर अरूलाई पछ्याउँदै हिँड्छौं। अरूले के गरिरहेका छन्, अरू कहाँ पुगे, अरूले के पाए, यही तुलना गर्दै आफ्नो अमूल्य समय बिताइरहेका हुन्छौं। तर चिलले कहिल्यै तुलना गर्न सिकेन। उसले आफ्नै उचाइ रोज्यो, आफ्नै बाटो बनायो र आफ्नै पहिचान निर्माण गर्यो। यही कारणले गर्दा आकाशमा हजारौं चराहरू भए पनि सबैको नजर अन्ततः चिलमै पुग्छ। जीवनको पहिलो पाठ यही हो, भिडमा हराएर होइन, आफ्नो बाटो बनाएर मात्र पहिचान स्थापित हुन्छ। चिललाई कहिले कागहरूको भिडले रोक्न सक्दैन। धेरै पटक कागहरूले चिललाई घेर्छन्, कराउँछन्, जिस्काउँछन्, पछाडिबाट चोचो हान्ने प्रयास गर्छन्। तर चिल कहिल्यै उनीहरूसँग झगडा गर्दैन। ऊ तल फर्केर लड्न पनि जाँदैन, केवल अझ माथि उड्न थाल्छ। यति माथि जहाँ कागको सास नै पुग्दैन र अन्ततः कागहरू आफै थाक्छन्, आफै फर्कन्छन् र चिल आफ्नो यात्रामा अगाडि बढिरहन्छ। यही त जीवनको अर्को गहिरो शिक्षा हो। तपाईलाई आलोचना गर्ने मानिसहरू सधैँ भेटिनेछन्, तपाईलाई रोक्नेहरू पनि भेटिनेछन्, तपाईको सफलतामा जल्नेहरू पनि भेटिनेछन्। यदि तपाई प्रत्येक आलोचनाको जवाब दिन थाल्नुभयो भने तपाई आफ्नो गन्तव्य बिर्सनुहुनेछ। तर यदि चिल जस्तै आफ्नो उचाइ बढाउनु भयो भने एक दिन त्यही आलोचना आफै मौन हुनेछ। किनकि सफलताको सबैभन्दा ठूलो उत्तर शब्द होइन, उपलब्धि हो। हामी मध्ये धेरै मानिसहरू आकाशमा कालो बादल देख्ने बित्तिकै डराउँछौं। समस्या आउँदा मन आत्तिन्छ, परिस्थितिले साथ नदिँदा हामी भाग्ने बाटो खोज्न थाल्छौं। तर चिलको स्वभाव बिल्कुलै फरक हुन्छ। जब आँधी आउँछ धेरै चराहरू रुखका हाँगामा लुक्छन्। उनीहरू आँधी रोक्ने प्रतीक्षा गर्छन्। तर चिल भने आँधीबाट भाग्दैन। ऊ आफ्नो पखेटा फैलाउँछ, आँधीको शक्तिलाई नै आफ्नो शक्तिमा बदल्छ। हावाको तीव्र बहावलाई उपयोग गर्दै अरूभन्दा अझ माथि उड्छ। जसलाई अरूले विपत्ति ठान्छन्, चिलले त्यसलाई अवसर बनाउँछ। यही जीवनको अर्को अमूल्य पाठ हो। समस्या तपाईलाई हराउन आएको हुँदैन, तपाई कति बलियो हुनुहुन्छ भन्ने देखाउन आएको हुन्छ। सुनलाई आगोमा राख्दा मात्र त्यसको चमक देखिन्छ, हिरालाई काट्दा मात्र त्यसको मूल्य बढ्छ। मानिसलाई पनि कठिनाइले नै असाधारण बनाउँछ। यदि तपाईको जीवनमा सङ्घर्ष आएको छ भने निराश नहुनुहोस्, सम्भवतः जीवनले तपाईलाई ठूलो जिम्मेवारीका लागि तयार पारिरहेको छ। अब चिलको आँखातिर ध्यान दिनुहोस्। प्रकृतिले उसलाई असाधारण दृष्टि दिएको छ। धेरै टाढाको सानो शिकार पनि उसले स्पष्ट देख्न सक्छ। तर यो केवल उसको आँखाको शक्ति होइन, यो एकाग्रताको शक्ति हो। चिलले एक पटक लक्ष्य तय गरिसकेपछि वरिपरिका अनगिन्ती कुराहरूले उसको ध्यान भङ्ग गर्न सक्दैन। ऊ न दायाँ हेर्छ न बायाँ हेर्छ, ऊ केवल आफ्नो लक्ष्यतर्फ अगाडि बढिरहन्छ। हामी किन धेरै पटक असफल हुन्छौँ? किनभने हाम्रो लक्ष्य भन्दा धेरै हाम्रो ध्यान भङ्ग गर्ने कुराहरू हुन्छन्। आज एउटा सपना, भोलि अर्को योजना, पर्सि अर्को इच्छा, यस्तै गर्दै जीवन बित्छ। तर सफल मानिसहरू आफ्नो लक्ष्य बारम्बार बदल्दैनन्, उनीहरू आफ्नो प्रयासलाई अझ बलियो बनाउँछन्। याद राख्नुहोस्, ध्यान जहाँ केन्द्रित हुन्छ सफलता त्यही जन्मिन्छ। चिलको अर्को अद्भुत विशेषता छ, ऊ प्राय एक्लै उड्छ। उसलाई आफ्नो मूल्य प्रमाणित गर्न भिडको आवश्यकता पर्दैन, किनकि उसलाई थाहा हुन्छ उचाइमा पुग्ने बाटो प्राय एक्लो हुन्छ। जीवनमा पनि यस्तै हुन्छ। जब तपाई आफ्नो सपना पूरा गर्न यात्रामा निस्कनुहुन्छ, सुरुमा सबैले साथ दिँदैनन्। कतिले तपाईको मजाक उडाउन सक्छन्, कतिले भन्न सक्छन् तिमीबाट हुँदैन, कतिले बीच बाटोमै छोडेर जान सक्छन्। तर त्यसले तपाईको यात्रा रोक्नु हुँदैन, किनकि इतिहास सधैँ भिडले होइन, आफ्नै विश्वासमा हिँड्ने मानिसहरूले लेखेका छन्। यदि तपाईको बाटो सही छ भने केही समयको एक्लोपनसँग डराउनु पर्दैन। एक दिन त्यही बाटोमा तपाईको सफलताको कथा पछ्याउँदै हजारौं मानिस हिँड्नेछन्। त्यसैले आजैदेखि एउटा निर्णय गर्नुहोस्, अरूको स्वीकृतिको प्रतीक्षा गरेर होइन, आफ्नै प्रतीक्षामाथि विश्वास गरेर अघि बढ्ने। किनकि चिल कहिल्यै कागको प्रशंसा खोज्दैन, उसलाई आफ्नो उडानमाथि विश्वास हुन्छ। र जीवनमा पनि सबैभन्दा ठूलो शक्ति यही हो, आफूमाथिको अतल विश्वास। यो कथालाई धेरैले प्रेरणाको प्रतीकका रूपमा सुनाउँछन्। यद्यपि यसको जैविक सत्यतामाथि विभिन्न मतहरू छन्, तर यसले दिने जीवनका पाठ भने अत्यन्तै गहिरो छ। भनिन्छ जीवनको एउटा चरणमा चिलले आफ्नो अस्तित्व जोगाउन कठिन निर्णय गर्नुपर्छ। यदि उसले परिवर्तन स्वीकार गर्दैन भने उसको उडान क्रमशः कमजोर हुँदै जान्छ। तर यदि उसले आफ्नो पीडा सहेर आफूलाई नयाँ रूपमा तयार पार्ने साहस गर्छ भने उसले फेरि नयाँ शक्ति र नयाँ
यात्राको सुरुवात गर्न सक्छ। यही कथाको वास्तविक शिक्षा हो। जीवन परिवर्तन गर्न चाहने मानिसले पहिले आफूलाई परिवर्तन गर्नुपर्छ। हामी मध्ये धेरै मानिस नयाँ परिणाम चाहन्छौ तर पुरानै बानी छोड्न तयार हुँदैनौ। पुरानै डर, पुरानै आलस्य, पुरानै बहाना र पुरानै सोच यी सबै बोकेर नयाँ जीवन खोज्न सम्भव छैन। किनकि किसानले पुरानो बिउ मात्र ठन्क्याएर राख्यो भने नयाँ बाली कहिले फल्दैन। यदि नदीले बग्न छोड्यो भने त्यो स्वच्छ नदी होइन, दुर्गन्धित पोखरी बन्छ। जीवनको निर्णय पनि यही हो। जो बदलिन्छ ऊ अघि बढ्छ, जो अड्किन्छ ऊ पछाडि पर्छ। त्यसैले आफैलाई सोध्नुहोस्, मेरो जीवनलाई रोकिरहेको सबैभन्दा ठुलो शत्रु को हो? भाग्य, परिस्थिति, अरू मानिस वा मेरो आफ्नै डर? धेरै पटक हाम्रो सबैभन्दा ठुलो शत्रु बाहिर होइन, आफ्नै मनभित्र लुकेको हुन्छ। जुन दिन तपाईले त्यो डरलाई हराउनुहुन्छ त्यही दिन तपाईको नयाँ जीवन सुरुवात हुन्छ। याद राख्नुहोस्, साहस भनेको डराउनु होइन, डर हुँदा हुँदै पनि अगाडि बढ्नु हो। आज तपाई जहाँ हुनुहुन्छ त्यो तपाईको हिजोको निर्णयको परिणाम हो। भोलि तपाई जहाँ पुग्नु हुनेछ त्यो आजको निर्णयले तय गर्नेछ। त्यसैले आज एउटा प्रतीक्षा गरौँ, म अरूसँग तुलना गर्ने छैन, म बहाना बनाउने छैन, म आलोचनासँग डराउने छैन, म आफ्नो लक्ष्यबाट पछि हट्ने छैन, म चिल जस्तै उचाइ रोज्ने छु, म आँधीसँग भाग्ने होइन, त्यसलाई आफ्नो शक्ति बनाउने छु, म भिडको पछाडि लाग्ने होइन, आफ्नै बाटो बनाउने छु। र यदि जीवनले मलाई 100 पटक लडायो भने पनि म 100औं पटक उठ्ने छु। किनकि उड्न सक्ने पखेटा भन्दा ठुलो शक्ति हार मान्ने मन हुन्छ। संसारमा हजारौं चराहरू जन्मिन्छन् तर आकाशको राजा एउटा मात्र हुन्छ। किनभने उसले अरू जस्तो बाँच्न कहिल्यै रोजेन, उसले आफ्नै उडान रोज्यो। त्यसैले आज यो भिडियो समाप्त गर्नु अघि एउटा कुरा सधैँका लागि आफ्नो मनमा लेखेर राख्नुहोस्। यदि चिल जस्तै उडानमा पुग्न चाहनुहुन्छ भने कागहरूको हल्लामा होइन, आफ्नै लक्ष्यमा ध्यान दिनुहोस्। किनकि तपाईको भविष्य अरूको विचारले होइन, तपाईको निर्णयले बनाउँछ। र सम्झनुहोस्, जुन दिन तपाईले आफ्नो डरलाई जित्नुहुनेछ त्यही दिन संसारले तपाईको जित देख्न सुरु गर्छ।